अब हाम्रो कमेडी भिडियो सुरु हुन्छ यसरी। सो कतिलाई थाहा हुँदैन नि त कमेडी भिडियो कसरी बनाउने, कसरी सुट गर्ने भन्ने कुरा थाहा हुँदा अलिकति गाह्रो हुन्छ नि त। कसैले भने पनि हुँदैन र गरे पनि हुँदैन र देखे पनि हुँदैन। आज म कमेडी भिडियो कसरी सुरु गर्ने भन्नेतिर लाग्दैछु र यो नेपाल कम्पनीको पाइप्स एन्ड फिटिङ पाइप लिएर चाहिँ आज एउटा यस्तो भिडियो बनाउन जाँदैछु। हेरौँ है त। अब टोपी टक्क मिलाउनुपर्छ यसरी। आहा, दूरबीन टेलिस्कोप। हेलो हेलो गुगल, म नेपाल पाइप बोल्दैछु। कस्तो आनन्द आउँदैछ यो नेपालको पाइपबाट खाएको चिया त। सिसा कप पनि नचाहिने, प्लास्टिकको कप पनि नचाहिने, स्टिलको कप पनि नचाहिने। कति आनन्द कति आनन्द। यो नेपालको पाइप हो। यो घरमा पानी इन्स्टलको लागि काम लाग्छ र काम गर्छ। अरूको लागि यो घरको लागि पानी इन्स्टलको लागि काम गर्छ। मेरो लागि भने यन्त्रको जासुसी यन्त्रको काम गर्छ। हो, यो भविष्यको जासुसी यन्त्र हो। ओहो, कस्तो क्लियर देख्यो त्यो घर। त्यो घरमा कतिजना मान्छे छन्? आहा, 3 जनाको परिवार छ। त्यो घरमा 7 जनाको परिवार छ। कस्तो क्लियर देख्यो। हो, त्यो घरको छतमा त नेपालको हरियो ट्याङ्की पनि हालेर छन् 2टा। मेरो टेलिस्कोपले काम गरिरहेछ है। त्यो मनमैजुको डाँडामा 2टा हरियो ट्याङ्की अनि हरियो पाइपै हालेर छ। त्यो कोटेश्वरको डाँडामा एउटा घर देखिरहेको छु। त्यो घरमा पनि नेपालको हरियो पाइप हरियो ट्याङ्की हालेर रहेछन्। ल, कुरो त्यस्तो रहेछ नि त। हेलो हेलो नासा, म नेपालको पिपिआर पाइप बोल्दैछु। यो भविष्यको जासुसी यन्त्र बोल्दैछ। ल, भनेपछि भविष्यमा घर बनाउनको लागि, बलियो घर बनाउनको लागि नेपालको पिपिआर पाइप घरमा इन्स्टल गर्नुपर्ने रहेछ। तपाईँको घरमा भन्दैछु। हो, नेपालको पाइप हाल्नु होला। भविष्यको लागि यो पाइप पानीको लागि नसाको काम मात्रै होइन, जासुसी यन्त्रको काम पनि गर्छ है तपाईँलाई। ल, नेपाल है। ओके।